अर्काको भएको मान्छेलाई मनमा राखेर बाँच्न गाह्रो हुने रहेछ कान्छा। गाह्रो भयो मलाई। न कहिले आउँछौ भनेर सोध्न सक्छु, न चाहेको बेला फोन गर्न सक्छु। आफ्नै बुढा हो नि, आफ्नै भनेर फोन गर्न पनि मलाई अर्काको डर भयो का कान्छा। कान्छी नरौ न, म पनि त्यस्तै हालतमा त छु नि। म सक्दिनँ, म साँच्चै मर्छु कान्छा। म मरे भने यो छोरीलाई राम्रोसँग पाल्नु है कान्छा। लगेर मेरो याद आयो भने पनि छोरीको मुख हेर्नु है। म चाहिँ के सक्छु होला र? मर्ने भए सँगै मरौँ न त। सँगै बाँच्न पो दिएन नि त। तिमीले र मैले चाह्यौ भने सँगै मर्न कसले रोक्छ र हामीलाई? भन मलाई, कहाँ आम्मा? मर्ने भए सँगै मरौँ, तर एक्लै मर्ने कुरा नगर मसँग। यहाँ दिनु। ए बाबा, के भनेको? किन मर्ने सँगै? मेरो माया लाग्दैन? सरी छोरी, मम्मीलाई सम्झाउ न। मर्ने भने के भने मेरो त मतलबै होइन है। सरी छोरी, तिम्रो मतलब नभए म आज यसरी हुन्थे र? कान्छा, छोरीको अगाडि यस्तो कुरा नगरौँ न बो। मैले गरेको हो र? तिमी आफैले गरेको त हो नि। अनि यत्रो लामो कुरा गर्नुभयो, कहाँ हुनुहुन्छ र? मन बस्ने ठाउँ पो छैन त। जाबो ज्यानलाई जता फाले नि भयो। भन्नुहोस् न, कहाँ हुनुहुन्छ र? ऊ घरमाथि छोडेको गटेरो छ नि, त्यहीँ आएर बसेको छु त। बिचारा, जानुहोस् का बो, घर गएर सुत्नुहोस्। मम्मी, म बाबासँग बोल्छु न। ल छोरी बोल्ने अरे, एकपटक बोल्नुहोस्। बाबा, नरुट्नुहोस् न। अब मर्ने कुरा नि नभन्नु।
सरी मम्मीलाई नरुन भन है। कस्तो दियो जिन्दगीले मलाई यो चिनो, कस्तो दियो जिन्दगीले मलाई यो चिनो। तिम्रो मेरो प्रेम कहानी, तिम्रो मेरो प्रेम कहानी नलेखेको सैनो, नलेखेको सैनो। कस्तो दियो जिन्दगीले मलाई यो चिनो। तिम्रो मेरो प्रेम कहानी नलेखेको सैनो, नलेखेको सैनो।